हरेक दर्शकको चाहना पुरा हुने भयो यो पालि दशैंमा। पीएम जोडीलाई हेर्नलाई दर्शकहरू एकदम आतुर हुनुहुन्थ्यो र मल्लिकाजी तपाईलाई स्वागत छ आबाट आमा दुईमा। हामी त किनभने लागि परे छौँ आबाट आमा दुईको लागि। हजुर चाहिँ कस्तो लागिरहेछ, हजुरको चाहिँ थोरै कुरा सुनौँ न फर्स्टमा। फर्स्ट अफ अल त मलाई एकदमै खुसी लागिरहेको छ होइन। आबाट आमा यति ब्युटिफुल प्रोजेक्ट छ, यति राम्रो। आई थिङ्क सबैजनाले हेरेर त्यो फिल गरेर प्रुभन नै हो। अनि त्यो लेभलको प्रोजेक्ट र जुन माइन्ड्सहरू इन्भल्भ हुनुभएको छ होइन, उहाँहरूसँग बसेर यसरी अब काम गर्न लागेको छु म होइन। अनि डेफिनेटली पलजीसँगको जुन अवेटेड सबैजनाले कहिले मुभी भन्दै अब फाइनली आयो। अनि त्यो भन्दा नि मोर त यति राम्रो प्रोजेक्टमा हामी जुडिन पायौँ भन्ने कुराले चाहिँ म एकदमै खुसी छु। चन्द्र दाइले योपालि दर्शकको चाहना हेर्नुभयो कि स्टोरीको माग हेर्नुभयो दाइ मल्लिकाजी? होइन, सबैभन्दा पहिले त हामीले हेर्ने स्टोरी नै हो, तर स्टोरीको साथसाथमा दर्शकको चाहना पनि पुरा गरेको हो। दर्शकको चाहनालाई पनि पुरा गर्नुभएको पनि। हजुरलाई चाहिँ कस्तो लागिरहेछ? जस्तो अब पीएम जोडी भनेको चाहिँ म्युजिक भिडियोको एउटा सुपरहिट जोडी पनि भनिन्छ होइन, पलजी र मल्लिकाजीको जोडीलाई। अब ठुलो स्क्रिनमा चाहिँ तपाईँहरूको जोडीले अब के गर्ला त, अब कस्तो धमाका मचाउला त? किनभने अहिलेसम्म नि सोसियल मिडियामा आबाट आमाको लागि हिरोइनमा तपाईँको नाम अग्रपङ्क्तिमा थियो, आज फाइनली पुरा भएको छ होइन। त्यसले चाहिँ हजुरलाई कतिको खुसी दिएको छ अनि कतिको एक्साइटेड हुनुहुन्छ दसैँको लागि? डेफिनेटली के अरे मैले पनि त्यो कमेन्ट्सहरू अब हामीले त अब अहिले के गरेको थिएन नि त, आउट गरेको थिएन, तर त्यो कमेन्ट्सहरू देख्दाखेरि चाहिँ एकदमै त्यो मन नै छोएको थियो कि यति माया अनि यति खोज्नु भएको थियो कि उहाँहरूले। अनि जस्ट फाइनली अब भयो, गर्दैछौँ। अनि डेफिनेटली दसैँको लागि एकदमै एक्साइटेड छु। मल्लिकाजी, यो छ नि अडियन्सको डिमान्ड तपाईँले पुरा गर्न खोज्नु भएको कि आबाट आमाको स्क्रिप्टै मन परेको होला कि हुन्छ नि पलजीसँग चाहिँ अडियन्सको डिमान्ड धेरै चाहिँ मैले चाहिँ अब यो जोडीलाई चाहिँ डिमान्डको अनुसार गरिदिन्छु भनेर गर्नुभएको स्क्रिप्ट मन? होइन, आई थिङ्क मेरो प्रिभियस हाम्रो कन्भर्सेसन्सहरूमा पनि मैले जहिले पनि मुभी रिलेटेड कुनै पनि कुरा गर्दाखेरि जहिले स्क्रिप्ट नै भनिरहेको हुन्छु। अनि तपाईँहरूले हेर्नुभयो भने त्यसरी नै मैले चुज पनि गरिरहेको छु मुभी अहिलेसम्म होइन। अनि आबाट आमा डेफिनेटली एउटा ब्लकबस्टर हिट हुँदै पनि स्टोरी नै यति ब्युटिफुल छ। अनि जब मैले फर्स्ट टाइम वान लाइनर सुने आबाट आमा 2को होइन, त्यसमै म सोल्ड भइसकेको थिएँ होइन। अनि तर पछि फेरि हामी स्क्रिप्ट रिडिङ पनि गऱ्यो, अनि त्यसपछि त होइन यो प्रोजेक्ट त एकदमै नै हुन्छ नि। अनि त्यसमा साथसाथै अनि पलजीसँगको जुन अवेटेड सरोकार थियो त्यो पनि पुरा हुँदैछ। सो आई थिङ्क इट्स लाइक अ पर्फेक्ट ब्लेन्ड अफ एभ्रिथिङ जस्तो लाग्छ। चन्द्र दाइ, योभन्दा अगाडि हजुरलाई हामीले नै क्वेसन सोद्धाखेरि हजुरले मेरो अहिलेसम्म मल्लिकाजीसँग कुरा पनि भएको छैन, भेट पनि भएको छैन, कस्तो छ पनि थाहा छैन, केही पनि छैन भन्नुभयो। आज लाइभ हेर्दाखेरि कस्तो लाग्यो मल्लिकाजी? तपाईँले भन्नुभएको थियो कहिले भेट भएको छैन भनेर। ए होइन, भेट त किन नहुन्थ्यो, भेट भएको थियो त, सरप्राइज थियो यो होइन। हामी धेरैचोटि भेटिसकेका छौँ। अनि सी इज भेरी ब्युटिफुल, ट्यालेन्टेड होइन। अनि हामीलाई जस्तो क्यारेक्टर चाहेको थियो त्यसको लागि उहाँ पर्फेक्ट पनि हो। त्यही भएर सी इज कस्तो हुनुहुन्छ भन्दा पनि कति ट्यालेन्ट हुनुहुन्छ त्यो कुरा हो होइन। अनि हामीलाई एउटा ट्यालेन्टेड एक्ट्रेस चाहेको थियो, त्यसको लागि पर्फेक्ट हुनुहुन्छ उहाँ। मल्लिकाजी, अब पछिल्लो समय तपाईँले जति पनि फिल्म गर्नुभयो व्यावसायिक हिसाबले तपाईँको कामको धेरै तारिफ भयो होइन। हामीले हिजो क्वेसन त्यही त, तपाईँको कामको धेरै तारिफ भयो। मल्लिका महत एकदम राम्रो एक्टर रहेछ भनेर तारिफ भयो, तर व्यावसायिक हिसाबले सफल नहुँदाखेरि अलिकति तपाईँलाई ब्याक पनि भइरहेको थियो होला होइन। त्यसले गर्दा चाहिँ अब के लाग्छ हजुरलाई, आबाट आमा दुईले चाहिँ मल्लिका महतको फिल्मी करियरलाई कसरी चाहिँ चिनाउला, कस्तो होला मल्लिका महतको लागि? त्यही मैले चाहिँ जहिले पनि कुनै पनि मुभी चुज गर्दाखेरि चाहिँ जहिले मैले चाहिँ एकदम धेरै एज एन एक्टर मात्रै हेर्दा रहेछु कि हुन्छ नि, लाइक मलाई छोएको छ कि छैन, मुभी कतिको ऊ छ भनेर। अनि अब फाइनेन्सियली कस्तो गर्छ भन्ने कुरा चाहिँ जहिले पनि प्रमोसनको बेला आउँछ, अब रिलिज हुन लाग्छ अनि त्यतिखेर बल्ल याद फाइनेन्सियली अब कस्तो गर्छ भन्ने त्यसरी हुन्छ मलाई। अनि अब आबाट आमा त भन्नै पर्दैन होला, डेफिनेटली एकदमै हेरेँ, एकदमै मन पनि छोयो होइन। अनि त्यही त अब यो त मैले बोल्नै पर्दैन, यो त प्रुभन कुरा हो र
झन् यसपालिको स्क्रिप्ट यति ब्युटिफुल छ, यति मन छुन्छ होइन। सो अहिलेसम्मको अब जुन फाइनेन्सियली एउटा जुन लेभलमा नपुगेको होला सायद त्यो चाहिँ डेफिनेटली कभर हुन्छ जस्तो लाग्छ। आबाट आमा 2 मा जोडिँदाखेरि कसलाई के भन्न चाहनुहुन्छ, कसरी जोडिनु भयो हजुर? कसरी जोडियो अब त्यो कुरा टिमबाट कोबाट आयो? पल्जीबाट आएको त होइन? ए होइन इनफ्याक्ट उहाँलाई पनि कति टाइमसम्म थाहा थाहा थिएन जस्तो कि उहाँलाई नि सरप्राइज नै यो चाहिँ टिम र भनेपछि हजुरले पनि पल्जीलाई केही पनि भन्नु भएन म आबाट आमा 2 को लागि कुरा आउँदैछ भनेर सिक्रेट? अब हाम्रो मिडिया कोअर्डिनेटरलाई भर्खर देख्नुभयो उहाँले भनेपछि हैन। अनि यो चाहिँ लाइक अलिकति त्यो गुप्त नै र हाम्रो कुनै पनि आर्टिस्टलाई थाहा छैन कि मल्लिका फिल्म हुन्छ भनेर, कुनै पनि हाम्रै फिल्मको आर्टिस्टलाई थाहा छैन। चन्द्र पन्तलाई मात्रै म र केही कोर टिमलाई थाहा थियो होइन। किनकि हाम्रो मिटिङ धेरै भएको पनि, किनकि ड्रेस बनाउनुपर्छ, वर्कसप गर्नुपर्छ होइन, सुटिङ भोलि स्टार्ट छ भनेपछि अभियसली हाम्रो कुरा हुन थालेको धेरै नै भइसकेको थियो। धेरै पहिलेदेखि नै काम गर्ने काम गर्ने वातावरणमा थियौँ, तर अफिसियल्ली हामीले भन्नुपर्छ, सही टाइम आउनुपर्छ भन्ने कुरा हो। अब मल्लिकाजी पल्जीलाई चाहिँ के भन्नुहुन्छ? पल्जीसँग अब काम गर्दै हुनुहुन्छ होइन, पल्जीसँग कस्तो होला त ठुलो स्क्रिनमा फिल्ममा त्यत्रो काम गर्दाखेरि चाहिँ कस्तो रहला त? डेफिनेटली एकदमै अब हाम्रो कुरा त भइसक्यो होइन। अनि के भन्नुभयो पल्जीले? हजुरले फर्स्ट टाइम पल्जीलाई म आबाट आमा 2 मा छु नि भनेर सुनाउँदा के भन्नुभयो त पल्जीले? एकदमै खुसी हुनुहुन्थ्यो उहाँ होइन। आई थिङ्क हामी दुईजना एकदम खुसी थियौँ, किनकि हाम्रो चाहिँ कस्तो भन्दा एभ्री टाइम हामी कुनै पनि प्रोजेक्टमा भेट्दाखेरि जहिले यही कुरा हुन्थ्यो कि ल है मल्लिका राम्रो प्रोजेक्ट पर्छ, हामीले एउटा मुभी गर्नुपर्छ भनेर कुरा हुन्थ्यो। अनि मैले पनि त्यही भन्थेँ कि यस गर्नुपर्छ। अनि प्लस कस्तो पनि भन्दाखेरि अब यो जोडीलाई हामी दुईजनाको कम्बाइन वर्कलाई यति माया गरिदिनु भएको छ होइन। अनि सो यसको लागि चाहिँ एउटा एकदम ब्युटिफुल प्रोजेक्ट चाहिन्छ हामीलाई भनेर जहिले त्यसरी नै सल्लाह कुराहरू भइरहेको हुन्थ्यो। अनि भन्दा ठ्याक्कै आबाट आमा 2 आइपुग्यो। अनि जब मैले उहाँलाई भन्दाखेरि पनि ओहो फाइनली एकदमै राइट प्रोजेक्टबाट हाम्रो मुभी डेब्यू भइरहेछ भनेर, सो एकदम खुसी हुनुहुन्थ्यो। आबाट आमा 2 मल्लिका महतको फिल्म करियरमा एउटा टर्निङ पोइन्ट बन्न सक्छ भन्ने कुरामा कतिको आशावादी हुनुहुन्छ तपाईँ? अब टर्निङ पोइन्ट भनेर कसरी त्यो चाहिँ अब त्यो भन्दा पनि मोर ओभर यो मुभीबाट नट जस्ट लाइक मुभीको सक्सेस एन्ड एभ्रिथिङ भन्दा नि आई थिङ्क लाइक एज एन क्यारेक्टर अनि एज एन एक्टर पनि आई थिङ्क धेरै ग्रो चाहिँ हुन्छ जस्तो लाग्छ मलाई। सञ्जय दाइ, हजुरले मल्लिकाजीको के कामहरू हेर्नु भएको छ? मैले केही पनि हेरेको छैन। फिल्म हेर्नु भएको छ उहाँको सतीदेवी फिल्म, अनि के पनि हेर्नु भएको छैन? त्यो म्युजिक भिडियो हेरेको थिएँ, वर्कसप गऱ्यो हामीले कन्ट्र्याक्ट गर्नुभन्दा पहिले हामीले वर्कसप गऱ्यौँ, अडिसन भयो, सबै भयो। किनकि उसले आजसम्म अडिसन दिनुभयो मल्लिकाजीले? अडिसन मतलब अडिसन टाइप्स हुन्छ नि, किनकि जुन क्यारेक्टर उसले गर्दैछ त्यो क्यारेक्टर आजसम्म नगरेको क्यारेक्टर हो। त्यो चाहिँ मल्लिकालाई आफूलाई पनि कन्फिडेन्स चाहियो, हामीलाई पनि गर्नु चाहियो नि त। उसको यहाँ नयाँ रूप छ यो फिल्ममा, जो मान्छेहरूले आजसम्म एक्सपेक्टेसन गरेका छैनन् कि यस्तो मल्लिका महतको क्यारेक्टर या उसको त्यो लुकलाई होइन। त्यही भएर त्यसको लागि चाहिँ हामी पनि प्रिपेयर हुनु पऱ्यो, हामीभन्दा बढी मल्लिका प्रिपेयर हुनु पऱ्यो कि यो क्यारेक्टर म सक्छु सक्दैन होइन। त्यति अहिलेसम्म नगरेको उसको पर्सनालिटीभन्दा अपोजिट क्यारेक्टर होइन। त्यही भएर अनि धेरै कुरा हामीले प्रिपेयर गरेपछि फाइनल्ली अनि उसले पनि एकचोटि मलाई अलिक टाइम दिँदा म प्रिपेयर हुन सक्छु सक्दिनँ भनेको थियो। किनकि यस्तो क्यारेक्टर मैले आजसम्म गरेको छैन भनेपछि फाइनल्ली उसले आफै कन्फिडेन्ट भएर म सक्छु भनेर त्यसपछि हामीले सँगै बस्यौँ, वर्कसप गऱ्यौँ, अनि ओके सी क्यान डु इट भनेर अनि हामी फर्दर अगाडि बढेको। अब पल्जी सँगसँगै आबाट आमा 2 मा धेरै कलाकारहरू फाइनल भइसक्नु भएको छ होइन। अनि त्यसपछि कस्तो रहला? सबैसँग हजुरले पल्जी बाहेक सबैसँग सायद तपाईँको पहिलो सहकार्य नै होला होइन, कस्तो रहला त? आकाशजी हुनुहुन्छ, आकाशजीसँग काम गरिसक्नु भएको छ है, विपनादी हुनुहुन्छ, हाम्रो प्रदीप रावत सर हुनुहुन्छ, सबैजनासँग काम गर्दाको अनुभव कस्तो रहला त? आई थिङ्क अब हामीले त्यही वर्कसपको बेला पनि दाइले मलाई भनिराख्नुहुन्थ्यो कि सबजना एकदम रमाइलो हुनुहुन्छ, एकदमै फ्र्याङ्क, एकदमै फ्यामिली जस्तो इन्भाइरोमेन्ट बनाउनुहुन्छ भनेर एकदमै धेरै सुनेको छु मैले। अनि डेफिनेटली उहाँहरूलाई पर्सनली नचिने पनि उहाँहरूलाई भनौँ न हेर्दाखेरि बुझ्दाखेरि चाहिँ आई थिङ्क एकदमै स्मुथली एकदम रमाइलो हुन्छ जस्तो लाग्छ मलाई।
आबाट आमा दुईमा जोडी राख्दा मल्लिका महतको लागि आमा भन्ने शब्द चाहिँ कसरी लिनुहुन्छ हजुरले? आमा भन्ने शब्द त आई थिङ्क सबैको लागि एकदमै एउटा एकदम भारी शब्द हो जस्तो लाग्छ है। अब कसरी लिनु, अब यो त कस्तो वर्ड्समै आउँदैन यसरी कि कसरी भन्नु भनेर, तर डेफिनेटली एकदमै महत्त्वपूर्ण अनि एकदमै सबसे इम्पोर्टेन्ट शब्द है त्यो होला जस्तो लाग्छ मलाई। आमा शब्द। दाइ अब कहिलेदेखि सुटिङ सुरु गर्दै हुनुहुन्छ कि अझै कलाकार फाइनल गर्न अब कति बाँकी हुनुहुन्छ होइन? के हो थोरै भनिदिनु त। सुटिङ चाहिँ भोलिबाट हामी सुरु गर्दैछौँ। हजुर। त्यसपछि आर्टिस्ट लाइनअप सबै भइसक्यो। अब साइन गर्नुपर्ने कोही पनि छैन। हजुर। हाम्रो एकछिनको कलाकारदेखि लिएर जति पनि मेजर आर्टिस्ट छन् सबै फाइनल भइसक्यो हो। भोलिदेखि हामी चितलाङबाट सुटिङ सुरु गर्दैछौँ र दसैँमा हामी जोडसोरको साथ भेट्नेछौँ। अब अस्ति पलजीले भन्नुभएको थियो कि दसैँमा फिल्म रिलिज होस् भन्ने मैले चाहिँ इन्डस्ट्रीमा आएदेखिको चाहना थियो मेरो, बल्ल पुरा हुँदैछ भन्दै भन्नुभएको थियो कि हजुरहरूको चाहिँ हजुरको चाहिँ कतिको चाहना थियो दसैँमा मल्लिका महतको पनि फिल्म आओस् भनेर, र फाइनल्ली आउँदाखेरि कस्तो लाग्छ त? दसैँ त अब हामी सबैजनाको महाचाड नै भयो नि त होइन। अनि दसैँ भनेकै सबै फ्यामिली टुगेदर आउने मेन त्यही नै हो नि त होइन, बस्ने रमाइलो गर्ने। अनि म पनि मेरो फ्यामिलीसँग एभ्री दसैँमा मुभी हेर्न जान्छु कि, सो एउटा त्यो भनौँ न एउटा त्यो कल्चर जस्तै भइसक्यो क्या, टुगेदर भएपछि अब के गरौँ मुभी हेरौँ भन्ने हुन्छ नि त। अनि त्यस्तो रमाइलो त्यस्तो महत्त्वपूर्ण टाइममा मुभी रिलिज भइराख्नु भनेको त एकदमै आई थिङ्क सबै नै लाइक मलाई हामी सबै टिमलाई नै एकदमै त्यो खुसीको कुरा हो जस्तो लाग्छ। अनि च्यालेन्जिङ कतिको लागिरहेछ किनभने दसैँमा आबाट आमा दुई मात्रै छैन, अरू धेरै सुपरस्टारका फिल्महरू सँगै रिलिज हुँदैछन्, त्यसको लागि च्यालेन्ज कतिको होला जस्तो लागिरहेछ? अब डेफिनेटली के अरे सोलो रिलिज पाउनु र सेयर रिलिजमा त त्यो डिफ्रेन्स भइ नै हाल्छ। बट एट द सेम टाइम आई थिङ्क म चाहिँ हाम्रो टिम हाम्रो स्क्रिप्टमा चाहिँ एकदमै कन्फिडेन्ट छु। सो सबैको आफ्नै अडियन्स हुन्छ जस्तो लाग्छ मलाई। ओके, अन्तिममा के भन्न चाहनुहुन्छ दर्शकलाई होइन? दर्शकहरूको धेरै माग थियो आबाट आमा दुईमा मल्लिका महतै हुनुपर्छ भनेर होइन, के भन्न चाहनुहुन्छ त? नमस्ते सबैजनालाई। म चाहिँ फर्स्ट एन्ड फरमोस्ट चाहिँ एकदमै हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। मैले सबै कमेन्ट्सहरू मेसेजेसहरू हेरि नै रहेको थिएँ। जति तपाईँहरूले आबाट आमा 2 को कुनै पनि पोस्ट आउने बित्तिकै त्यसरी गरिराख्नु भएको थियो कमेन्टहरू, सो त्यसको लागि एकदमै एकदमै आभारी छु। अनि आई होप मैले तपाईँहरूको मायालाई जस्टिफाई गर्न सक्छु मेरो काम थ्रुबाट। सन्ध्या दाइ केही मेसेज केही भन्न चाहनुहुन्छ? होइन, अहिले केही पनि छैन। अब हामी फाइनली रेडी छौँ, दसैँमा आउँदैछौँ। जसरी माया पहिले गर्नुभएको थियो त्यसरी नै मायाको आशा गरेका छौँ। अनि थ्याङ्क यू सो मच फर एभ्रिथिङ। थ्याङ्क यू सो मच र धेरै 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 शुभकामना छ मल्लिकाजी हजुरलाई। थ्याङ्क यू।